झन् दामी तपाईँहरू कस्तो राम्रो देख्नु भएको लडाउनु भएन थ्याङ्क यू दिदी पता हुनुहुन्छ होला प्लिज वाच माइज होला यो बुढाले के गरेछ है तपाईले कोर्दिनुस् न Well done, Moni. You're doing good job, man. थ्याङ्क यू दाइ ल सबैलाई नमस्कार सजालो स्वागत साथै हामीले साथ दिनु दाजुभाइहरु बगरको मणिराज गुरुङ साथसाथै हजुरहरूले सुनि पनि सक्नुभयो हामीले त्यो स्पोन्सर मागेको पनि थिएनौँ सिर्फ हामीले चाहिँ हामी घोषणा 10औं एनिभर्सरी मनाउँछौँ भनेर चाहिँ नमस्ते
त्यसैले चाहिँ र फर्स्ट एडको लागि हाम्रो शोभा दिदी र सुवर्ण दाईको नाम छ र सेक्युरिटीमा दिल गुरुङ र कसैलाई चोटपटक केही लाग्यो भने उहाँलाई सम्पर्क गर्नुहोला र यहाँ कतै गएर धुवा आउने आगो लागेको सङ्केतहरू हुन गयो भने हाम्रो फायर एक्जिट डोर चाहिँ यता लेफ्ट साइडमा पनि छ यता राइट साइडमा पनि छ हजुरहरू कार पार्कमा गएर उपस्थित भइदिनु अनुरोध गर्दछु। त्यसै गरेर आसन ग्रहणको क्रममा म क्रमशः नाम भन्दै जान्छु। हाम्रो वैष्णव गुरुङ समाजको चेयरम्यान होम प्रसाद गुरुङलाई आफ्नो आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यसै गरेर हाम्रो आजको हाम्रो मेम्बर भनौँ होइन अब बजे हुनुहुन्छ नर्मा घलेज्यू 89 इयर्स उहाँलाई पनि खाता लगाइदिनु होला। अब चेयरम्यानजीले लगाइदिनुहुन्छ कि चेयरम्यान उठेर लगाइदिनु होला। खाता चाहिँ गङ्गा दिदीले प्रदान गर्नु होला है त। ल उहाँ चाहिँ हाम्रो आजको ज्येष्ठ नागरिक लेडिजमा सबैले ताली पनि बजाइदिनु अनुरोध गर्दछु। त्यसै गरेर पुरुषतर्फ हाम्रो मामा जसबहादुर गुरुङ उहाँको एज पनि मलाई पक्कै अलिकति थाहा भएन तर 84 हुनुपर्छ होला। उहाँलाई पनि 86 ल यस्तो मामाले फुटिलो हुनुहुन्छ अझै पनि। हाम्रो नर्मा घरि बजे पनि 89 एकदमै फुटिलो आफै हिँड्न सक्ने सबै कुरा गर्न सक्ने हामी उहाँहरूलाई इन्स्पायर हुनुपर्छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। बेइस्टोक तथा नर्थ ह्याम्पसायर हस्पिटलको डोमेस्टिक डिपार्टमेन्टको चाहिँ चेयरम्यान हुनुहुन्छ उहाँ हाम्रो म्यानेजर एमा उहाँलाई पनि खाता लगाइदिनु हुन चेयरम्यानजीलाई अनुरोध गर्दछु। हामी धेरै नेपालीहरू काम गर्छौँ र उहाँ पनि आमन्त्रित हुनुभएछ होइन। त्यसैले गर्दा उहाँ र उहाँको छोरा जर्ज हाम्रो बेइस्टोक गुरुङ समाजको तर्फबाट उहाँलाई पनि वेलकम। त्यसै गरेर हाम्रो धनदाई हाम्रो त कलिग पनि हुनुहुन्छ। उहाँ चाहिँ गोर्खाहरूको लागि लड्ने के भन्छ भोग हड्तालको उहाँले चाहिँ गोर्खाहरूको लागि धेरै लड्नु भएको छ र विजय पनि प्राप्त गर्नुभएको छ। उहाँलाई पनि हामी सबैको तर्फबाट धन्यवाद खाता लगाइदिनु अनुरोध गर्दछु। त्यसै गरेर महिला लेडिज महिला दिदी होइन अब महिलाहरू कमै हुन्छ अगाडि हिँड्ने र पुष्प घरे राणाज्यू उहाँ पनि गोर्खाहरूको लागि लाउरीहरूको लागि चाहिँ अगाडि भएर लड्ने भोक हडतालमा बस्नुहुने दिदी हुनुहुन्छ। उहाँलाई पनि सम्मान गरिदिनु अनुरोध गर्दछु। त्यसै गरेर हाम्रो लिम्बू समाज बेइस्टोक लिम्बू समाजको चेयरम्यान हुनुहुन्छ हाम्रो शान्ति लिम्बू दिदी उहाँलाई पनि सम्मान गरिदिनु अनुरोध गर्दछु। नेपाली कम्युनिटीको सिनियर सिटिजनको चाहिँ कोअर्डिनेटर उहाँले चाहिँ एकदमै पहल गर्नुहुन्छ हाम्रो आमा बाबाहरू मामा माइजूको लागि सधैँ तत्पर जे काम परे पनि उहाँले नै गरिदिनुहुन्छ फ्री अफ सर्भिस। ल उहाँलाई पनि सम्मान गरिदिनु हुन अनुरोध गर्दछु उत्तर सुन्दास दाई। त्यसै गरेर हाम्रो बेइस्टोक गुरुङ समाजको एडभाइजर हुनुहुन्छ हाम्रो धन दाजु बिजनेसम्यान समाजसेवी के भनौँ अब है उहाँको धेरै कुराहरू छ र उहाँलाई चाहिँ हामी अहिले एडभाइजरज्यू भनेर चिन्छौँ। हाम्रो बेइस्टोक गुरुङ समाजले 9 जना एडभाइजरज्यूहरू हामीले चाहिँ चुनेका छौँ र उहाँ एकजना हुनुहुन्छ। उहाँले सधैँ बेइस्टोक गुरुङ समाजलाई सहयोग गर्नुहुन्छ र पछि पनि फ्युचरमा पनि गर्नुहुनेछ भन्ने आशा राखेका छौँ। त्यसै गरेर हाम्रो जुत्ता मामा क्याप्टेन मेजर जुत्ता मामा उहाँ पनि गोर्खाहरूको लागि सधैँ मिटिङमा धाउने सधैँ फ्री अफ चार्ज सधैँ चाहिँ सेवा गर्ने एकदम अग्रज हुनुहुन्छ र उहाँ सधैँ सक्सेस पनि भएको छ र बेइस्टोक गुरुङ समाजको तर्फबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद तथा वेलकम। त्यसै गरेर हाम्रो ओम दाजु हुनुहुन्छ उहाँको त बयान गर्न साध्य छैन। हाम्रो यो बेइस्टोक गुरुङ समाज स्थापना गरेकै हाम्रो
कोसिस गरेर अब भाइ यहाँ आइपुग्यो। त्यसै गरेर हाम्रो ममता मेरो त बहिनी पनि हो, उहाँ त हाम्रो सदाबहार गायिका, हाम्रो बेइसो गुरु समाजमा त सबैले आउनुहुन्छ, एक दुईचोटि छुट्यो होला, सधैँ वेलकमै छ र आज पनि बहिनीलाई वेलकम छ है त ल थ्याङ्क यू। र त्यसै गरेर आज पाल्नुभएका सम्पूर्ण हाम्रो महानुभावज्यूहरू, हाम्रो समाजका सदस्यज्यूहरू तथा बाहिरबाट पाल्नुभएको पाहुनाज्यूहरू, साथीभाइहरू र हाम्रो कमिटी मेम्बरज्यूहरू, एडभाइजरज्यूहरू सबैजनालाई आफ्नो ठाउँमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र अब हाम्रो चाहिँ उद्घाटन गर्ने कार्यक्रम रहेको छ बत्ती बालेर। त्यसको लागि चेयरम्यान होम प्रसाद गुरुङज्यूलाई अगाडि आइदिनु अनुरोध गर्दछु। त्यसै गरेर हाम्रो सिनियर आमा छ्यामा के भनौँ नरमाया घलेज्यू ल उहाँलाई पनि अगाडि आइदिनु अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रो मामा जसबहादुर गुरुङज्यूलाई पनि अगाडि आइदिनु अनुरोध गर्दछु। हामीले चाहिँ हाम्रो समाजको सिनियर दुईजना, एउटा लेडिज एउटा जेन्ट्स अनि चेयरम्यानबाट बत्ती बालेर उद्घाटन गर्ने कार्यक्रम भएको हुनाले सबैजना आफ्नो ठाउँबाट उठ्नु भएर ताली बजाएर बत्ती बाल्ने बेलामा स्वागत गरिदिनु या धन्यवाद दिनु अनुरोध गर्दछु। ल 1 2 3 ल हाम्रो समाज यसरी नै अगाडि बढिरहोस्। आज 10 वर्ष पुगेको छ र यसरी नै निरन्तर रूपमा अगाडि बढ्दै जाओस् भनेर सबैले शुभकामना गर्नुहोला। र हाम्रो आज बत्ती बालेर उद्घाटन गर्नुहुने चेयरम्यान हो मामा नरमाया छ्याम बजाई अनि मामा जसबहादुर गुरुङज्यूलाई हाम्रो समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सबैजनालाई धन्यवाद दिँदै आफ्नो ठाउँमा बसिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। र आज चाहिँ हाम्रो लोसार पर्व मात्रै नभइकन, पार्टी मात्रै नभइकन हाम्रो बेइसोक नेपाली समाज 10 वर्ष पुगेको छ। आज हो 10th एनिभर्सरी, 10औं वार्षिक उत्सव। त्यसैले गर्दा पनि आज सधैँभन्दा आज चाहिँ हाम्रो बेइसोक गुरुङवासीहरू अलि बढी उपस्थित भएको महसुस भएको छ र यसरी नै माया गर्दै जानुहोला र जानुहुनेछ भन्ने आशा राखेका छौँ। र हाम्रो 2015 सालमा स्थापना भएर हाम्रो बेइसोक गुरुङ समाज आज 2025मा हिँड्दै गरेको छ र हामीले आज लोसार पार्टीको साथै 10 एनिभर्सरी मनाउन पाउँदा हामी सबै खुसी छौँ र हजुरहरू पनि खुसी हुनेछ र खुसी हुनुहुन्छ भन्ने आशा राखेका छौँ। र हाम्रो चाहिँ अब गुरुङ नेसनल एन्थम, हाम्रो गुरुङ एन्थम पनि छ भन्नुभयो यहाँ दिजे दाइले। त्यसैले गर्दा सम्पूर्ण आर्टिस्टहरू हाम्रो आज 10 एनिभर्सरी भएको हुनाले हामीले चाहिँ सयपत्री ग्रुप उहाँलाई चाहिँ स्वागत गरिएको छ र उहाँलाई निमन्त्रणा गरेको हुनाले उहाँहरू आइसक्नु भएको छ। सयपत्री ग्रुप नाम त मसँग यहाँ उपलब्ध छैन है अहिले, र उहाँहरू सबैलाई स्वागत छ हाम्रो बेइसोक गुरुङ समाजमा। सयपत्री खाता पनि लगाइदिनु अनुरोध गर्दछु हाम्रो चेयरम्यानज्यूले। र सयपत्री ग्रुप उहाँले चाहिँ आज हामीलाई एकदमै राम्रो नृत्य देखाउनु हुनुहोला भन्ने आशा गरेको छौँ है। 1 2 3 सबैजनालाई धन्यवाद। र यसै गरेर हाम्रो समाज आज 10 एनिभर्सरी र
10 वर्षमा हाम्रो समाजमा हामीले गुमाएका हाम्रा अभिभावकहरू भनौँ, मामा माइजू छ्यामा, हाम्रा बेइष्ट गुरुङ समाजका मेम्बरहरू हामीले चाहिँ कलेक्सन गर्दाखेरि 13 जना भएको रहेछ र उहाँहरूको श्रद्धाञ्जलीको लागि उहाँहरूको स्वर्गमा बास हुनुहुन्छ होला र अझै पनि स्वर्गमा राम्रो होस् भनेर हामी सबैजना आफ्नो ठाउँमा उभिएर मौन धारण गर्नको लागि म सबैजनालाई हार्दिक अनुरोध गर्दै हल्ला नगरिदिनु हुन पनि अनुरोध गर्दछु। 1 2 3 रेडी। कार्यक्रम अलिकति हाम्रो समय अनुसार सुरु हुन सकेन, त्यसमा माफी मान्छौँ हामी। जे होस्, तपाईँहरू सबैले खाजा खाइसक्नुभयो होला। अध्यक्षज्यू, हाम्रो कार्य समितिका पदाधिकारीज्यूहरू अनि हाम्रो सल्लाहकारज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, विभिन्न संस्थाबाट पाल्नुभएका हाम्रो पदाधिकारीज्यूहरू अनि हाम्रो कलाकारज्यूहरू अनि हाम्रो सिनियर सिटिजनहरू, आमा बाबा, दाजुभाइ, दिदीबहिनी, भान्जा भान्जी, नाता नातिनीहरू, सबैमा यहाँ उपस्थित सबैलाई ह्याप्पी लोसारको शुभकामना भन्न चाहन्छु। अलिकति कार्यक्रम अलिकति ढिलो हुन गयो, त्यसमा हामी कार्य समिति क्षमा याचना गर्न चाहन्छौँ। अहिले अब हाम्रो महासचिवज्यूले सबै कुरो हजुरहरूलाई अवगत गरिसक्यो। अब हाम्रो कार्यक्रम त्यहाँ हजुरको अगाडि पनि छ होला, 1-2वटा होइन, त्यो अनुसारको हुन्छ हाम्रो कार्यक्रमहरू। अब यसपालि हाम्रो यहाँ हजुरले देखिसक्नु भएको छ, हाम्रो समाज खडा भएको 10 वर्ष भयो। 10औं वार्षिक उत्सव अथवा 10th एनिभर्सरी मनाउनको लागि हामी यहाँ उपस्थित भएको छौँ। आजको हाम्रो यो उपस्थिति देखेर हामी साह्रै नै कार्य समिति साह्रै खुसी लागेको छ। हामी गुरुङ समाज एक भएर चाहिँ हामी यसरी एकता देखाउँदाखेरि हामीलाई साह्रै खुसी लाग्छ अनि हामी कार्य समितिलाई पनि काम गर्न एकदम सजिलो हुन्छ। गर्दाखेरि हजुर सबैलाई, यहाँ उपस्थित सबैलाई चाहिँ यहाँ मैले अब सबैको अब यहाँ के अरे मैले भन्न सक्दिनँ, तर सबै यहाँ जति उपस्थित हुनुहुन्छ उहाँहरू सबैलाई चाहिँ एकदम हामी कार्य समितिबाट स्वागत भन्न चाहन्छौँ। जो यसपालि आफ्नो कार्य व्यस्तले अथवा कामले गर्दाखेरि यहाँ उपस्थित हुन सक्नु भएन, आफ्नै मान्छेहरू पनि हुनुहुन्छ, गर्दा हामी सबैले चाहिँ वर्षमा एकपल्ट लोसार हुन्छ हाम्रो गुरु समाजको। यो हाम्रो लोसार हामीले मनाउने हो, अरूले मनाइदिने होइन। गर्दाखेरि हामी सबैजनाले चाहिँ सबै भयभरको सबै आफ्नो आफन्तहरूलाई चाहिँ खबर गरेर जाउँ भनिदिनु होला भन्ने म एकदम तपाईँहरूलाई अनुरोध पनि गर्दछु। साथै आज यस 10औं वार्षिक उत्सव अथवा 10th एनिभर्सरीको हाम्रो सानो कार्यक्रमहरू पनि छ। यसमा एकदम हजुरहरूलाई चाहिँ भव्य हामीले चाहिँ कोसिस गरेको छौँ। हामी कार्य समितिले हाम्रो अध्यक्षज्यू लगायत म यस कार्यक्रमको संयोजक अथवा कोर्डिनेटर भनौँ, म पहिला पनि हुन त के अरे गरिरहेको, तर काम गर्नु केही छैन होइन। तर जे भए पनि यसपालि चाहिँ अलिकति सदाको भन्दाखेरि अलिकति फाल्टै 10 वर्ष पुगेको हाम्रो गुरु समाज युकेको बेजिङ स्टोकको गर्दाखेरि अलिकति फाल्टै अलिकति जे होस् रमाइलो गरौँ भन्ने हिसाब किताबले गरेको छौँ। हजुरहरू सबैलाई चाहिँ एकदम भव्यसँग बस्दिनु होला। हाम्रो फेरि यहाँ के अरे नाचगान त छँदैछ, फेरि भाग्यता चिठा पनि छ नि, फेरि राइफल ड्र है, सुनको यहाँ
सिक्री छ एउटा, यहाँ यस्तो सिक्री छ। उहाँलाई पनि हाम्रो पर छ हिमालयन ज्वेलरी, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु म। अनि साथै जो यहाँ के अरे स्पोन्सर गर्नुभएको छ हाम्रो यो राइफल ड्रगको लागि, भाग्यता सिक्ताको लागि, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै लामो भइसक्यो भन्दै तपाईँहरू सबैलाई चाहिँ एकदम फेरि पनि ख्याजालो नमस्कार, रमाइलो गर्न धन्यवाद। धेरै धेरै धन्यवाद। र हाम्रो वैष्णव गुरुङ समाज 10 वर्ष भएको त अब तपाईँहरू सबैलाई थाहा भएको कुरा हो। र 10 एनिभर्सरीमा हामीले चाहिँ केक काटेर 10 एनिभर्सरी मनाउने योजना भएको हुँदा र हाम्रो समाजमा एकदमै मनकारीहरू हुनुहुन्छ सबैजना। र यो चाहिँ हाम्रो डिजे सन्तोष र हेमा दिदीले चाहिँ स्पोन्सर गर्नुभएको केक हो यो 10 एनिभर्सरीको यो ठुलो केक। उहाँको चाहिँ छोरी प्रियङ्का गुरुङ र ज्वाइँ ताराबाट छोरा जन्म भएको हुँदाखेरि बाबुको नाम के अरे जेलिन को उपलक्ष्यमा चाहिँ हाम्रो दाइरा दिदीले स्पोन्सर गर्नुभएको र उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र केक आजको हाम्रो 10 एनिभर्सरीको केक काटिदिनु हुन हामीले चाहिँ खास गरी 3वटा चेयरम्यानहरूलाई चाहिँ काट्ने योजना थियो, तर हाम्रो चाहिँ यो एकजना चेयरम्यान चाहिँ उपस्थित हुन सक्नु भएन अस्वस्थताको कारणले। यसमा माफ गर्नु होला, अब 2 जनाले काट्दा केही हुँदैन होला। र हाम्रो चेयरम्यान मामा ओम प्रसाद गुरुङ उहाँलाई चाहिँ मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रो यो समाजको संस्थापक अध्यक्ष तथा हाम्रो अहिलेको वैष्णव गुरुङ समाजको एडभाइजर ज्यू ओम गुरुङज्यूलाई पनि अगाडि आमन्त्रण गर्न चाहन्छु। उहाँहरू 2 जनाले नै यो केकलाई काटेर हाम्रो 10 एनिभर्सरी सेलिब्रेसन गर्नको लागि अनुरोध गर्दछु। र सबैजनाले पनि ताली बजाएर सबैजना सहभागी भइदिनु हुनु पनि हार्दिक अनुरोध गर्दछु। त्यही भएर चाहिँ हाम्रो भाइस चेयरम्यान तथा आजको कोअर्डिनेटर बसन्त दाइ त फेरि भागिहाल्नुहुन्छ के काममा। यही रहेछ, ल यहाँ आउनु ल हजुर। 3 जनाले केक कटिङ गर्ने मामाले चाहिँ खुकुरी ल्याउनु भएको छ। हामी गोर्खालीहरू हो कि होइन, हामी 90% चाहिँ अब लाउरेहरू नै छौँ, लाउरेको सन्ततिहरू। त्यसैले गर्दाखेरि हाम्रो खुकुरी चाहिँ हाम्रो पहिचान हो है, हो कि होइन? ल सबैजनाले ताली बजाइदिनु होला। ल 1 2 3 ह्याप्पी 10 एनिभर्सरी सबैजनाले। Happy anniversary. ल अध्यक्षज्यूहरू एकले अर्कालाई टिका लगाउने खुलाउने चम्चा पनि यहाँ स्पुन नरहेछ है, अलिकति अभाव भयो, माफ गर्नु होला है। फेरि जुठो नहाल्नु होला फेरि, किनभने अरूलाई एलर्जी हुन सक्छ है खानाको। टिका मात्र लगाए हुन्छ होइन भरे फेरि आज बहिनी एकछिन। ल यसरी नै फेरि अर्को 25 एनिभर्सरी मनाउन पाउनु हाम्रो वैष्णव गुरुङ समाजले, होइन भरे यता सुन्नु न। अब 10 वर्ष त हामी हतार भएर मनाइहाल्यो, अब त 25 मै होला पक्कै पनि। भरे फेरि यहाँहरू आज आदाजीको बर्थडे रहेछ भनेर गिफ्ट चाहिँ नदिनुहोस् है फेरि। आदाजीको बर्थडे होइन, हाम्रो केक काट्ने महानुभावहरूलाई मामा चेयरम्यान होम मामा अनि ओम दाजु र बसन्त दाइलाई धेरै धेरै धन्यवाद। अब हाम्रो समाजमा धेरै कुराहरू हुन्छ। अब कोही नयाँ विवाही जोडीहरू हुन्छ, कसैको चाहिँ नयाँ बेबीहरू जन्म हुन्छ घरमा परिवारमा, र कसैको बच्चाहरूले चाहिँ के भन्छ डिग्री होइन, अब एसएलसीमा अब जेएसएससीमा पनि जसले स्टार ल्याएको छ र ग्रेजुएसन डिग्री गरेको छ, र जसले हाम्रो समाजमा म्यानेजर अध्यक्ष जस्तो पोस्टहरूमा अपग्रेड भएको छ, उहाँहरूलाई पनि हाम्रो समाजले सम्मान गर्ने कार्यक्रम भएको हुँदाखेरि म यहाँ क्रमशः नाम भन्न गइरहेको छु। उहाँहरू गाह्रो नमानिकन
आफ्नो नाम आउने बित्तिकै यहाँ मञ्चमा आइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। किन भन्दा हामी विदेशमा छौँ, हाम्रो समयको पनि हामीले ख्याल गर्नुपर्छ जस्तो लाग्छ। हामी नेपालीहरू काममा त छिट्टो टाइममा पुग्छौँ, अरू बेला चाहिँ फेरि टाइम अलिकति गडबड हुन्छ। त्यही भएर चाहिँ प्लिज ध्यान गरिदिनु होला। ल, सबैभन्दा पहिला म यहाँ चाहिँ हाम्रो बाबु अविरल गुरुङलाई बोलाउन चाहन्छु। हाम्रो भाइ अर्जुन गुरुङ र लक्ष्मी भीमकला सिस्टरको छोरा अविरल बाबुले जेसिएसीमा 7 वटा ए डबल स्टार अनि 4 वटा ए स्टार यति ल्याएर चाहिँ उहाँ एकदमै राम्रो गर्नुभएको हुँदा हाम्रो चेयरम्यान होम गुरुङज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। उहाँले चाहिँ खादा लगाइदिनु हुन र हाम्रो कोषाध्यक्ष हाम्रो शोभा दिदीले खादा चाहिँ मामालाई हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल, बाबुलाई धेरै धेरै बधाई, हाम्रो बाबुलाई धेरै धेरै धन्यवाद र उहाँको अभिभावकहरू र उहाँहरू चाहिँ यो खुसी भएर हाम्रो समाजलाई आज पानी र सफ्ट ड्रिङ्क कोक उहाँहरूले चाहिँ स्पोन्सर गर्नुभएको छ। उहाँहरूलाई हाम्रो समाजको तर्फबाट उहाँको अभिभावकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि सबैजनाले हाम्रो बच्चाहरूले पनि जेसिसी गरेको हो किन गरेन भन्नु होला। अब एकदमै स्टारहरू ल्यायो भने हामी चाहिँ प्रोत्साहनको लागि गर्ने गर्दछौँ र हाम्रो समाजमा धेरै हुनुहुन्छ तर नाम दिन हिचकिचाउनुहुन्छ। हामीले चाहिँ अब त्यसमा केही गर्न सक्दैनौँ। हामीले चाहिँ तपाईँहरूलाई चाहिँ भन्ने हो, तपाईँहरूले चाहिँ नाम दिनुभयो भने हामीले चाहिँ सम्मान गर्ने हो र केही छुट भएमा हामी चाहिँ माफी चाहन्छौँ। त्यस्तै गरेर ब्याचलर डिग्रीमा अब भन्नुपर्दाखेरि अब मेरै छोरा है विवेक गुरुङ, विक्रम गुरुङ र ध्रुव गुरुङको छोरो विवेक गुरुङ बिजनेस एन्ड सप्लाई मेन चेनमा पोस्टमाउथ युनिभर्सिटीबाट ब्याचलर ग्रेजुएसन गर्नुभएको छ। विवेक गुरुङलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। छिटो आउनु होला। ल, नेपालबाट आएर नि मेरो छोराले ग्रेजुएसन गर्यो। आई एम प्राउड अफ यु एन्ड थ्याङ्क यू। त्यो देखाएर गरौँ। त्यसै गरेर हाम्रो अर्को नानी हुनुहुन्छ सरुमा, उहाँ चाहिँ नर्स, हाम्रो चाहिँ सुवर्ण दाईको छोरी हुनुहुन्छ। उहाँ चाहिँ उपस्थित हुन सक्नु भएन र उहाँको बाबा हुनुहुन्छ, उहाँलाई नै मञ्चमा आमन्त्रण गर्न चाहन्छु। र उहाँ चाहिँ जब पनि गरिसक्नु भएको छ होइन। छोरीले चाहिँ 50 पाउन्ड पनि समाजलाई पठाइदिएको छ है। उहाँलाई धेरै धेरै धन्यवाद र हाम्रो सुवर्ण दाजु उहाँलाई नै दिनु हुन अनुरोध गर्दछु। अब बाउले छोरीको फोटो र त्यस्तै गरेर हाम्रो समाजमा परिवारमा जन्मेको नयाँ शिशुको नयाँ बच्चाको चाहिँ जन्म भएको छ मेम्बरको। यसमा चाहिँ हाम्रै कमिटीको सचिवज्यू नरकाजी गुरुङ तथा प्रिमियम बहिनीको चाहिँ छोरी हुनुहुन्छ प्रियथा गुरुङ। ल, उहाँलाई पनि धेरै धेरै बधाई। कता गयो भाइ? हाम्रो चाहिँ डिजे सन्तोष दाई र हेमा दिदीको छोरी प्रियङ्काहरू आछ। ल, उहाँलाई पनि बधाई मात्र, यहाँ उपस्थित भएको छैन है। ल, अहिले हाम्रो समाजमा धेरैजना नानीहरूको छोराहरूको बिहा भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। आज उपस्थित हुन नसके पनि उहाँलाई समाजको तर्फबाट धेरै धेरै धन्यवाद। त्यस्तै गरेर चेयरम्यान तथा म्यानेजरमा अपग्रेड भएको हाम्रो चाहिँ दुर्गा दाई हुनुहुन्छ। तर दुर्गा दाई चार भन्ज्याङ समाजको चेयरम्यानमा विजय हुनुभएको थियो तर उहाँ उपस्थित हुन सक्नु भएन। दिदी त हुनुहुन्छ होला यहाँ। ल, उहाँ दुर्गा दाईलाई पनि हाम्रो 2 कार्यकाल हाम्रो बेस्ट गुरुङ समाजको चेयरम्यान भइसक्नु भयो र यसपालि चाहिँ उहाँ चाहिँ चार भन्ज्याङ एकदमै ठुलो छ यो चार भन्ज्याङ समाज र उहाँको चाहिँ अध्यक्षमा चाहिँ हुनुभएको छ। त्यसैले गर्दा उहाँलाई हाम्रो समाजको तर्फबाट धेरै धेरै धन्यवाद। तर उहाँ चाहिँ आज उपस्थित हुन सक्नु भएको छैन। त्यसैले गर्दा उहाँलाई यहीँबाट म उपस्थित हुन नसके पनि धन्यवाद दिन चाहन्छु। र हाम्रो बेस्ट गुरुङ समाजको एडभाइजर हुनुहुन्छ र उहाँ
धम्पु समाजको चेयरम्यानमा चाहिँ विजयी हुनुभएको छ, मनोनित हुनुभएको छ धनबहादुर गुरुङज्यू। दाइ मञ्चमा आइदिनु हुन अनुरोध गर्दछु। यहाँहरू सबैलाई धन्यवाद। ल धन्यवाद सबैजनालाई। हाम्रो मणिराज भाइ फोटोग्राफरलाई ब्युटिफुल पिक्चरहरू निकाल्नुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसैले गर्दाखेरि यो 10 एनिभर्सरी जुब्ली यस्तोहरूमा चाहिँ संस्थापकहरूलाई कमिटीहरूलाई चाहिँ मेम्बरहरूलाई चाहिँ धन्यवाद, समाजले धन्यवाद दिँदै उहाँलाई चाहिँ सम्मान गर्ने कार्यक्रम रहेको हुँदा र गर्ने हुँदा चलन हुँदाखेरि हाम्रो बेइन्स्टक यो कमिटीले पनि हाम्रो अहिलेको कमिटीको चेयरम्यान हाम्रो होम मामा हुनुहुन्छ र हामीले पनि गरौँ न त। अब सबैले गर्ने कुरा भन्ने सल्लाह भयो मिटिङमा र हामीले यो आज गर्न गइरहेको छौँ र कतिजना उपस्थित हुन सक्नु भएको छैन होला, कतिजना उपस्थित हुनुभएको छ होला, नाम भन्न गइरहेको छु र म पनि त्यो एक्जिक्युटिभ मेम्बरमा पर्ने हुनाले म पनि यो संस्था स्थापना हुँदा महासचिव 3 वर्ष गरेको हुँदा म पनि पर्ने हुनाले हाम्रो सचिव भाइ नरकाजी गुरुङ उहाँ एकदमै एक्टिभ हुनुहुन्छ। उहाँलाई चाहिँ यो माइकमा हस्तान्तरण गर्न चाहन्छु र उहाँले क्रमशः नाम बोलाउनुहुन्छ र त्यसपछि हाम्रो चेयरम्यान हो मामा यहाँ मञ्चमा आइदिनु होला। धेरै धेरै धन्यवाद हाम्रो महासचिव ध्रुव दिदीलाई। अब तपाईँहरू मलाई सुन्नु भएन भने चाहिँ हात उठाउनुहोस् है। सर्वप्रथम यहाँ उपस्थित विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने अतिथिहरू, त्यस्तै गरेर हाम्रो आजका यस कार्यक्रमको अध्यक्ष आदरणीय होम मामा, त्यस्तै गरेर वर्तमान कार्य समितिका सम्पूर्ण साथीहरू र त्यस्तै गरेर आज यो बेचिस्टो गुरुङ समाजले 10 वर्ष प्रवेश गरेको उपलक्ष्यमा चाहिँ यो 10 एनिभर्सरी मनाउन गइरहेको छ। त्यसले गर्दाखेरि तपाईँहरू आज यहाँ आएर यो कार्यक्रममा आज तपाईँहरूले सफल बनाइदिनु भएको छ। त्यसको लागि चाहिँ म सम्पूर्ण कार्य समितिको तर्फबाट तपाईँहरू सबैलाई यो उपस्थितिको लागि न्यानो अभिवादनसहित स्वागत गर्न चाहन्छु र फेरि पनि सबैजनालाई स्याझलो भन्न चाहन्छु। अघि नै हाम्रो महासचिवज्यूले चाहिँ हाम्रो बेचिस्टो गुरुङ समाजको बारेमा उहाँले भनिसक्नु भएको छ। म त्यतातिर धेरै जान चाहन्न, तर पनि अब एउटा संस्थानलाई यहाँसम्म खडा गर्न जुन हाम्रो समाजको अग्रजहरू व्यक्तित्वहरूले चाहिँ जुन योगदान पुर्याउनु भएको छ, म उहाँहरूको नाम उच्चारण गर्न चाहन्छु। कृपया तपाईँहरू जुन जुन ठाउँमा हुनुहुन्छ कृपया अगाडि आएर चाहिँ यो स्टेजमा आएर आइदिनु न म हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम हाम्रो बेचिस्टो गुरुङ समाज 2015 सालमा चाहिँ स्थापना भएको हो र जसको अध्यक्ष अघि नै हाम्रो महासचिवले भनिसक्नु भएको छ हाम्रो ओम गुरुङको अध्यक्षतामा 17 जनाको कार्य समिति गठन भएको थियो र त्यसको लागि चाहिँ म संस्थापक अध्यक्ष ओम गुरुङज्यू तपाईँ अगाडि आइदिनु म हार्दिक अनुरोध गर्दछु। कृपया सबैजनाले ताली बजाइदिनु होला, किन भन्दाखेरि यो हाम्रो एउटा चाहिँ हामीले इतिहासमा भोलिको दिनमा विशेष गरी हाम्रो पुस्ताहरूले हाम्रो आउने भावी पुस्ताले चाहिँ हामीलाई हाम्रो संस्था कसरी जम्मा भयो र हाम्रो संस्थाको जन्मदाता को भनेर पनि चिन्न तपाईँलाई इच्छुक हुन्छ भने ओम गुरुङ उहाँ हुनुहुन्छ। कृपया उहाँको नाम एकचोटि ताली बजाइदिनु होला। त्यस्तै गरेर उपाध्यक्षमा हुनुहुन्छ इन्द्र नारायण गुरुङ। तपाईँ इन्द्र नारायण गुरुङज्यू अगाडि आइदिनु होला, हाम्रो उपाध्यक्ष। कृपया ताली बजाउन कमजोसाई नगर्नु होला। तपाईँहरूलाई प्यास लागेको छ भने हामीले सुपथ मूल्यमा ड्रिङ्कको बन्दोबस्त गरिदिएको छ, त्यो पनि तपाईँहरूले गएर किनेर खाइदिनु न म हार्दिक अनुरोध गर्दै। त्यस्तै गरेर महासचिव, अब सबैले चिन्नुहुन्छ उहाँलाई, सबैभन्दा टाठो, बोल्न पनि त्यति सिपालु आदरणीय दिदी ध्रुव गुरुङ महासचिव।
सायद दिदीको महासचिव चाहिँ अब यो चाहिँ अनलिमिटेड होला, अनिश्चितकालसम्म चाहिँ महासचिवमा चाहिँ बस्नुहुन्छ होला। भन्दै सचिवमा कृष्ण गुरुङ अथवा हिमाल आज चाहिँ उहाँ आउनुभएको। हाम्रो चाहिँ सचिवमा हुनुहुन्छ कृष्ण गुरुङ, उहाँलाई चाहिँ हिमाल पनि भन्नुहुन्छ। सायद आज उहाँ चाहिँ यो कार्यक्रम व्यस्तताले गर्दाखेरि अलिकति उहाँको अरू ठाउँमा नि अन्त्य कामहरू परेकोले गर्दाखेरि आज आउनुभएको छैन। हाम्रो को सदस्य समाजको सबैभन्दा आर्थिक पाटोलाई चाहिँ एकदमै तुस्त र जुस्त बनाउने नि हाम्रो ट्रेजरर हुनुहुन्छ होम गुरुङ, उहाँ चाहिँ अहिलेको हाम्रो कार्य समितिको अध्यक्ष हुनुहुन्छ र उहाँ चाहिँ संस्थापक को सदस्य हुनुहुन्छ। कृपया सबैजनाले ताली बजाइदिनु होला होम गुरुङ। त्यस्तै गरेर उहाँको एसिस्टेन्ट अथवा चाहिँ सहको सदस्य हुनुहुन्छ सुवर्ण गुरुङ। त्यस्तै गरेर हाम्रो खाद्य संयोजक मिस्टर एम कुमार गुरुङ, आज उहाँ आउनुभएको छैन। हाम्रो चाहिँ फुड कोअर्डिनेटर हुनुहुन्थ्यो एम कुमार गुरुङ। त्यस्तै गरेर कल्चरल सेक्रेटरी हुनुहुन्छ तेजबहादुर गुरुङ, कल्चरल सेक्रेटरी तेजबहादुर गुरुङ, उहाँ पनि आज आउनुभएको छैन। हामी जति पनि आज नआउनु भएको महानुभावहरूलाई हाम्रो अन्त्य कुनै पनि कार्यक्रममा उहाँलाई फेरि अर्को कार्यक्रममा समावेश गरेर सम्मान गर्नेछौँ भन्दै हाम्रो फोटो तथा मिडियामा चाहिँ काम गर्नुहुने त्यो बेलामा चाहिँ अमर गुरुङ, अमर गुरुङ कहाँ हुनुहुन्छ? उहाँ पनि आउनुभएको छैन। त्यस्तै गरेर हाम्रो मेम्बरहरू, अब म चाहिँ हाम्रो सदस्यहरूको नाम चाहिँ बोलाउन चाहन्छु। सदस्यहरू हुनुहुन्छ मिस्टर एन्ड मिसेस बिजमाया गुरुङ, उहाँ पनि आउनुभएको छैन। त्यस्तै गरेर अर्को सदस्य हुनुहुन्छ इन्द्र गोथानी, उहाँ पनि आउनुभएको छैन। त्यस्तै गरेर अर्को सदस्य हुनुहुन्छ मोहन गुरुङ। त्यस्तै गरेर अर्को सदस्य हुनुहुन्छ सन्तोष गुरुङ, डिजे सन्तोष, डिजे सन्तोष। त्यस्तै गरेर अर्को सदस्य हुनुहुन्छ दुर्गा गुरुङ। हाम्रो निवर्तमान अध्यक्ष दुर्गा गुरुङ आज आउनुभएको छैन। मैले अघि नै तपाईँहरूलाई एउटा चाहिँ सूचना भनिसकेँ। जति पनि आज नआउनु भएको हाम्रो सदस्यहरूलाई चाहिँ हामी अर्को कार्यक्रममा उहाँलाई फेरि समावेश गरेर सम्मान गर्नेछौँ। त्यस्तै गरेर अर्को नाम हुनुहुन्छ मिलन चन्द्र गुरुङ, मिलन चन्द्र गुरुङ। त्यस्तै गरेर अर्को हुनुहुन्छ दिलबहादुर गुरुङ, दिलबहादुर गुरुङ। त्यस्तै गरेर यो अन्तिम सदस्य हुनुहुन्छ इम प्रसाद गुरुङ। र यो सम्मानको लागि चाहिँ म आजका यस कार्यक्रमका संयोजक तथा बेचिष्ट गुरुङ समाजका उपाध्यक्ष बसन्त गुरुङज्यूलाई चाहिँ म हार्दिक अनुरोध गर्दछु र उहाँलाई साथ दिनुहुन म महिला संयोजक शान्ति गुरुङ, भर्खरै आजको यस 10 वर्ष प्रवेश गरेको यो लोसार कार्यक्रममा अतिथिको रूपमा चाहिँ आज हामी बीच हुनुहुन्छ। उहाँलाई म आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। मिस्टर कमल गुरुङ, जो चाहिँ तमुथी युकेको पूर्व अध्यक्ष हुनुहुन्छ। आदरणीय कमल गुरुङज्यूलाई तपाईँ जुन स्थानमा भए पनि उठेर एकचोटि चाहिँ आसन ग्रहण गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यो सम्मान, यो सर्टिफिकेट अफ एप्रिसिएसन दिइदिनु न म वर्तमान कार्य समितिका अध्यक्ष होम गुरुङज्यूलाई चाहिँ अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर उपाध्यक्ष हुनुहुन्छ इन्द्रनारायण गुरुङ।
एम प्रसाद गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ सदस्य हुनुहुन्छ। कृपया सबैजनाले ताली बजाइदिनु होला। त्यस्तै गरेर मोहन गुरुङ हुनुहुन्छ सदस्य। एम प्रसाद गुरुङ, मोहन गुरुङ, त्यस्तै गरेर सन्तोष गुरुङ, अलिक छिटोभन्दा छिटो गरिदिनु होला। महासचिव हुनुहुन्छ ध्रुव गुरुङ। दिलबहादुर गुरुङ सदस्य। सरी है, उहाँ चाहिँ सुवर्ण राज गुरुङ हुनुहुँदो रहेछ। त्यस्तै गरेर हाम्रो वर्तमान अध्यक्ष तथा चाहिँ संस्थापकको सदस्य होम प्रसाद गुरुङ। कृपया ताली बजाइदिनु होला। छ भन्दै तपाईहरूको यो योगदानको लागि चाहिँ म मुनि मुनि धन्यवाद दिँदै आफ्नो स्थानमा गएर चाहिँ आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। र त्यसै गरेर हाम्रो यो सम्मान गर्ने कार्यक्रम अब एउटा लास्ट रहेको छ होइन। अब सबैजनालाई मनोरञ्जन, नाच, नृत्य, गीतमा नाच्न मन छ होला र हामी चाहिँ आफूहरू नै सम्मानित हुने, आफूहरू नै टाइम दियो भन्नु होला, माफ गर्नु होला। यो एउटा चलन जस्तै हो होइन। हामीले अरू कुरा केही एक्स्ट्रा गरेको छैनौँ। किन भन्दा समाजमा हामी सबैले चाहिँ यो भोलिन्टियर जब हो, त्यसैले गर्दा समाजलाई दिएको आफ्नो अमूल्य समयको पनि हामीले सम्मान गर्नुपर्छ। र त्यसो भन्दै हाम्रो यस समाजमा हाम्रो मेरो त फुपू भन्नुहुन्छ होइन, कृष्ण कुमारी गुरुङ, हाम्रो चाहिँ अहिले नयाँ एडभाइजर ज्यू पनि हुनुहुन्छ। उहाँ कता हुनुहुन्छ होला? उहाँ चाहिँ अगाडि सिटमा पनि बसेको देखेको छैन। उहाँलाई बसिदिनु अनुरोध गर्दै अहिले चाहिँ मञ्चमा आमन्त्रणा गर्न चाहन्छु। किन भन्दा हाम्रो समाजले उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। एकजनाले चाहिँ सल ओढाएर सम्मान गरिदिनु हुन अनुरोध गर्छु। होम मामाले गरिदिनुहुन्छ र चाहिँ अर्को सर्टिफिकेट प्रदान गरिदिनु हुन म बसन्त दाजुलाई अनुरोध गर्दछु। र सबैजनाले ताली बजाइदिनु होला होइन। हामीले सक्ने सहयोग गर्ने हो होइन। समाजमा बसिसकेपछि आफ्नो लागि त सबैले गर्छ, तर अरूको लागि सोध्नु कुरा एकदमै महान कुरा जस्तो लाग्छ मलाई होइन। कसैले चाहिँ 200 पाउन्ड दियो मैले र हाम्रो चाहिँ फाउन्डर, संस्थापक, अध्यक्ष, चेयरम्यान ओम गुरुङज्यूलाई आफ्नो सानो मन्तव्य राखिदिनु हुन म मञ्चमा निमन्त्रण गर्न चाहन्छु। छोटो मिठो। थ्याङ्क यू हाम्रो महासचिव बहिनीजीलाई। एकपालि जोरदार ताली हाम्रो ध्रुव बहिनीलाई। समाजको महासचिव 10 वर्ष अगाडि पनि महासचिव हुनुहुन्थ्यो भने आज पनि महासचिव हुनुहुन्छ हजुर। बिचमा गए तापनि फेरि आउनुभएको छ। उहाँको लागि तालीले एकदम स्वागत गरिदिनु होला ताकि उहाँलाई काम गर्ने जोस मिलोस्। र सलको कुरा गर्नुभयो, जाडो भएछ कि भन्ने। जाडोको मौसम त्यही पनि अझै यो के भन्छ समाजले दिएको एकदम गर्व लाग्यो, त्यसो भएर राख्नु मन लागेन, त्यसो भनेको। धन्यवाद धन्यवाद। एकपालि हाम्रो यो भर्खरै सम्मानित हुने सबैलाई, हाम्रो कार्य समितिलाई जोरदार ताली बजाएर
सम्मानित गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यो सबैले मैले मात्रै गरेको होइन, हामीले गरेको, हामीले भनेको 17 जनाले गरेको थियो, तर 17 जनाले मात्रै गरेको होइन, तपाईँले साथ दिनुभएको थियो भन्न चाहन्छु म। त्यसै भन्दै यहाँहरू सबैले आफूलाई ताली बजाइदिनुहोस्, अलिकति एक्सर्साइज हुन्छ भन्न चाहन्छु म है त। ल आदरणीय यो समाजको अध्यक्ष हाम्रो होम दाई र हाम्रो समाजका सल्लाहकारजीहरू, कार्य समितिका साथीहरू, जति पनि 10 वर्षमा अध्यक्ष गर्नुभयो र कार्य समितिमा बस्नुभयो, यहाँहरू सम्पूर्ण टिमलाई म आज 10 वर्ष पुगेको उपलक्ष्यमा मेरो तर्फबाट र हाम्रो तर्फबाट यहाँलाई एकदम हार्दिक नमन र सम्मान व्यक्त गर्न चाहन्छु म। त्यसै भन्दै आज जति पनि यहाँ उपस्थित हुनुहुन्छ, यहाँहरू बेगर यो कार्यक्रम सफल हुँदैन। यहाँहरूलाई म एकदम शिर उच्च राखी यहाँहरूलाई सम्मान गर्दै आज यहाँ जति पनि यहाँ उपस्थित हुनुहुन्छ, हाम्रा दाजुभाइ दिदीबहिनी, बाबा आमा, भान्जा भान्जी, छोरा छोरी लगायत बिएनसीका अध्यक्ष, अहिलेको वर्तमान अध्यक्ष विजय लिन्थेपज्यू र हाम्रो राई समाजका हाम्रो भाइ हुनुहुन्छ यहाँ, कस्तो मेरो नामै मुखबाट आएन, शिवध्वज भाइ, कहिलेकाहीँ त्यस्तो अड्किने रहेछ। त्यसै भन्दै हाम्रो सृजनशीलको समाजका अध्यक्ष प्रतिनिधि हाम्रो दाइ हुनुहुन्छ उत्तर सुन्दास, हाम्रो लिम्बू समाजका शान्ति बहिनी, बेजिस्टोक भित्रको समाजभित्रको गर्दै अरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधि अथवा अध्यक्षज्यूहरू र हाम्रा नेपालबाट पाल्नुभएका मौसम गुरुङ भाइ, ममता बहिनी, हाम्रा सयपत्री ग्रुपका सम्पूर्ण आर्टिस्ट टिम र हाम्रो बेजिस्टोकका लोकल टिम लगायत जति पनि यो मञ्चमा अगाडि हजुरहरू बस्नु भएको छ, एकदमै बुद्धिजीवी, सबैको नाम लियो भने कसैको छुट्ला भन्दै डरले म यहाँलाई एकै मुष्टमा म मेरो तर्फबाट र समाजको तर्फबाट यहाँलाई सम्मान भन्दै म हाम्रो फ्यासिलिटिज डिपार्टमेन्टका म्यानेजर हुनुहुन्छ यहाँ एमा र एमाको छोरा जोन यहाँ हुनुहुन्छ, उहाँहरूलाई पनि म वेलकम, थ्याङ्क यू फर कमिङ भन्दै सम्पूर्णलाई म एकदमै हार्दिक नमन गर्दै म लामो नबोली म एक दुईवटा कुरा मात्रै भन्न चाहन्छु। किनभने यो समाज आज 10 वर्ष पुगेको छ। 10 वर्ष पुर्याउँदा हामी कति साथ छौँ, कति साथ छोड्यौँ। अब भोलिको 10 वर्षमा कति रहन्छौँ, कति रहँदैनौँ, त्यसको मूल्याङ्कन भोलिको अर्को 10 वर्ष चलाउने टिमले गर्दाखेरि हामी जति हामी बाँच्छौँ, जिउँछौँ, यो जीवनशैली चाहिँ एउटा सधैँ चलिरहने हो। यसले गर्दाखेरि समाजले के दिन्छ भन्दा हामीले समाजलाई के दिने भन्ने हिसाबले हामी अगाडि बढ्यो भने समाज एकदमै राम्रो तरिकाले अगाडि बढ्छ जस्तो लाग्छ। र हामी युकेमा या त कुनै पनि देशमा विभिन्न गुरुङ समाजहरू छौँ, तर ठुलो समाज भनेको तमुदी र पेलुसङ छ। तर यसको विवाद हामीले जब हाम्रो सुरुमा हाम्रै घरमा बैठक बसेका थियौँ र भोलिको दिनमा यसले कुनै पनि अन्तत विवाद ल्याउने कुरा नगरोस् भनेर हामीले बेजिङ स्टोक गुरुङ समाज भनेर नामकरण गरियो। यो नामकरण हामीले के भनेको छ भने बेजिङ स्टोकभित्र बस्नुहुन्छ, हजुर बेजिङ स्टोक गुरुङ समाजको सदस्य हुनुहुन्छ। बेजिङ स्टोकबाट तपाईँ M3तिर लाग्नुहुन्छ, तपाईँ पेलुसङमा जानुहोस्, तमुदीमा जानुहोस्, अन्य अरू समाजमा जानुहोस्, हामी सबै स्वतन्त्र छौँ। बेजिङ स्टोकभित्र हामी सबैले बेजिङ स्टोक गुरुङ समाज भनियो भने तपाईँ हामीभित्र कुनै पनि विवाद नआउला भन्ने हिसाबले नामाकरण गरिएको छ। आशा छ यो नामाकरण लामो समय जानेछ र सबै बेजिङ स्टोकमा रहने गुरुङका सदस्यज्यूहरू, समाजका र बुद्धिजीवीहरू र आउने भावी पिँढीले पनि यसलाई यसैले नै अगाडि लानेछ भन्ने म अन्ततः विश्वास गरेको छु। र हाम्रो 17 सदस्यीय कार्य समितिले यो चाहिँ एकदम सही छ भन्ने हिसाबले 17 जना कार्य समितिको निर्णयमा बेजिङ स्टोक गुरुङ समाज बेजिङ स्टोक बेलीभित्र
एकदमै बेजी स्टोक त्योभन्दा अरू हुने छैन भन्ने हिसाबले गएको छ र बेजी स्टोकभित्र त्यही क्रममा हामी आजसम्म चलेका छौँ। बेजी स्टोक गुरुङ समाज एकदमै द्रुत र पोजिटिभसँग राम्रो तरिकाले चलेको छ। यो आशा छ भविष्यमा यस्तै चल्छ भन्दै म यो बेजी स्टोक खोल्नको लागि एकपालि म के भन्न चाहन्छु भने मेरो नित्यतामा एउटा कार्यदल बने तापनि यसको हामीले खोल्नुपर्छ भन्ने चाहिँ हाम्रो डिजे सन्तोष भाइ हो। सन्तोष भाइको नाममा एउटा ताली सबैले बजाउँदा आज हामीले त्यति गर्व गर्ने ठाउँ छ। म उहाँलाई चाहिँ यो खोलौँ भन्ने डिजे सन्तोषलाई तालीले एकदम सम्मान गरिदिनु हुन म चाहन्छु। त्यस्तै आज बाजे बजे पनि हुनुभएछ। आज हामीलाई त्यत्रो ठुलो 10 वर्ष एनिभर्सरी केक पनि सम्मान गर्नुभएको छ। भाइ तपाईँको एकदम राम्रो छ, गर्दै जानुहोस्, राम्रो हुन्छ। हाम्रो पोजिटिभ माइन्ड गर्नुहोस्, यसलाई म एकदमै सम्मानपूर्वक भन्न चाहेँ। त्यति भन्दै यो 10 वर्ष उसमा हामी अध्यक्ष कार्यकालहरू चेन्ज गर्दै गयो। आज हाम्रो दुर्गाजी यहाँ हुनुहुन्न, उहाँको स्वास्थ्यको कारण। उहाँको स्वास्थ्यलाई हामी एकदमै स्पिडी रिकभरी भन्दै स्वास्थ्य लाभको कामना गर्दै हाम्रो समाजको तर्फबाट उहाँलाई एकदम एउटा ताली बजाइदिनुहोस्, उहाँको स्वास्थ्य छिटो सञ्च होस् भन्न चाहन्छु। त्यति भन्दै अब म लामो नबोली जति पनि यो समाजलाई अहिलेको वर्तमान कार्य समितिले जति तपाईँले दुःख गर्नुभएको छ, कति फ्रन्टमा कति ब्याकमा, यो त्यतिकै यो भएको छैन। यो हुनलाई नितान्त सबैले एकदम आफ्नो तर्फबाट कन्ट्रिब्युसन गर्नुपर्छ। त्यसको लागि म एउटा फाउन्डरको नाताले यहाँहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु र यहाँहरूको पोजिटिभ यो धारणालाई म एकदम सम्मान गर्दै आज हामीलाई सम्मान गर्नुभयो, तपाईँलाई भोलि कसैले सम्मान गर्ला अर्को भन्दै म यहाँहरूको यो पोजिटिभ धारणालाई म शिर उच्च राखी म आजको होमदाईको कार्य समिति र एडभाइजर सबै टिमलाई एकदमै मुरी मुरी धन्यवाद। यहाँहरूको एकदमै सफलता शुभकामना भन्दै यो हाम्रो अहिलेको सर्पवर्ग जानेलाई एकदमै राम्रो भयो होला भन्दै अब घोडा वर्ग आउनेलाई पनि फेरि राम्रो होस् भन्ने म शुभकामना दिँदै मेरो 2 शब्द यही अन्त गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू। धन्यवाद हाम्रो संस्थापक चेयरम्यान तथा हाम्रो एडभाइजरजी ओम गुरुङज्यूलाई। उहाँले चाहिँ एउटा कुरा भन्छु भने चाहिँ अलिकति बिर्से जस्तो लाग्यो, सरी हजुर है। अब यत्रो राम्रो काम भएको छ, म सानो कन्ट्रिब्युसन गर्ने विचार गरिरहेको थिएँ, भन्न चाहिँ बिर्सेछ हजुर, माफ गर्नु होला। हाम्रो परिवारको तर्फबाट हामी मेरो धर्मपत्नीले 50 पाउन्ड सहयोग गर्नुभएको छ पहिल्यै, प्लस त्यसैमा एड गरेर म 101 पाउन्ड दिएर 151 पाउन्ड हाम्रो समाजको तर्फदेखि यो आजको हाम्रो बेजिस्ट गुरुङ समाजलाई म भन्न चाहन्छु। थ्याङ्क यू। जनरल सेक्रेटरी श्री मते दुर्वा देवी भान्जीलाई सबभन्दा पहिला अब माफी माग्न चाहन्छु, किनभने समय अलिक घर्किरहेको छ। हाम्रो कार्यक्रम अलिकति लामो हुँदै गयो, कारण चाहिँ यो चाहिँ हाम्रो लोसार मात्रै नभइकन 10औं एनिभर्सरीको कार्यक्रम पनि भएको कारणले गर्दाखेरि चाहिँ अलिकति यो सम्मान कार्यक्रम अलि धेरै भयो जस्तो लागिरहेको छ। गर्दै चाहिँ हजुरहरू सायद बोरिङ पनि भएको होला, गर्दै चाहिँ कृपया यसमा चाहिँ अब हाम्रै दाजुभाइ सरा सम्झेर साथ दिइदिनु होला। साथै हजुरहरूले भोक पनि लायो होला अथवा उभिँदा खुट्टा पनि दुख्यो होला। अनि हाम्रो कलाकारज्यूहरू डान्सरज्यूहरू पनि कहिले नाचम पनि भइरहेको होला। गर्दै चाहिँ कृपया धैर्य भएर अब छिट्टै नै हाम्रो कार्यक्रम सुरु हुनेछ। म अब जान्छु पक्का उसमा। अनि सबभन्दा पहिला हाम्रो चाहिँ यहाँ कुनै चिफ गेस्ट छैन, गर्दै चाहिँ हाम्रो लागि चाहिँ चिफ गेस्ट हाम्रै समाजको सबभन्दा सिनियर बाबाआमाहरू हुनुहुन्छ, नत्र चाहिँ तपाईँ हामी नै हो। सबभन्दा पहिला पूजनीय हाम्रो बेजिस्ट गुरुङ समाजका ज्येष्ठ नागरिक बाबा जसबहादुर गुरुङज्यू अनि आमा
गुरुङ समाजका कार्य समितिका पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, हाम्रो निमन्त्रणालाई चाहिँ सहर्ष स्वीकार गरी आफ्नो समयलाई चाहिँ कामलाई चाहिँ पछाडि छाडेर हाम्रो निमन्त्रणालाई चाहिँ स्वीकार गरी हामीलाई साथ दिन यो लोसार कार्यक्रम अनि 10औं एनिभर्सरी कार्यक्रममा साथ दिनको लागि चाहिँ आउनुहुने हाम्रो बेजिस्टोक नेपाली कम्युनिटीको अध्यक्ष श्री विजय लिङथेपज्यू, किरात राई याकथुङ चुम्लुङ बेजिस्टोक यायोक्खा बेजिस्टोक शाखाका अध्यक्ष श्री शिवध्वज राईज्यू, त्यस्तै गरी हाम्रो लिम्बू समाज बेजिस्टोक शाखाका अध्यक्ष श्रीमती शान्ति लिम्बूज्यू, अनि अरू हिमालय ज्वेलरीका म्यानेजिङ डाइरेक्टर बेल विश्वकर्माज्यू, यामाकाजी जपनिज रेस्टुरेन्टका म्यानेजिङ डाइरेक्टर हाम्रो सुरेश घलेज्यू, म ठिकै भने नाम है, सुरेश घलेज्यू, साथै अरू हाम्रो सम्पूर्ण पाहुनाहरूज्यू र साथसाथै हाम्रो समाजभित्रका सल्लाहकारज्यूहरू अनि बुद्धिजीवीज्यूहरू र सम्पूर्ण सदस्यज्यूहरूलाई चाहिँ यो 2082 साल हाम्रो गुरुङ चल्तीमा चाहिँ हाम्रो 12 लो हुन्छ। त्यो 12 लो अहिलेको लो चाहिँ चलिरहेको चाहिँ सर्पवर्ग हो। यो सर्पवर्गलाई चाहिँ बिदाई अनि अब आउने चाहिँ वर्ग चाहिँ घोडा वर्गलाई चाहिँ स्वागत पार्टीमा चाहिँ हजुरहरूलाई चाहिँ धेरै धेरै स्वागत गर्न चाहन्छु। तर जुन स्वागत साथसाथै यो स्वागत कार्यक्रम त अघि हाम्रो पार्टी कोअर्डिनेटर अथवा मेरो उपाध्यक्ष बसन्त दाइले पनि भनिसक्नुभयो, तर फेरि पनि मबाट पनि स्वागत साथै हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। समय निकै गएको हुनाले म साह्रै भन्नु त धेरै थियो, तर चाहिँ साह्रै लामोतिर जाँदैन, किनभने यो हाम्रो गुरुङ समाज कसरी स्थापना भयो भन्ने कुराहरू अघि नै संस्थापक अध्यक्षबाट भनिसक्नु भएको छ। र अहिले चाहिँ हाम्रो गुरुङ समाजको छोटोमा भन्दाखेरि चाहिँ हाम्रो यो बेजिस्टोक गुरुङ समाज चाहिँ एकदमै स्वतन्त्र, कुनैको पनि दबावमा नभएको, हामी कुनैतिर पनि सङ्घ संस्थाहरूमा पनि आबद्ध नभएको एउटा स्वतन्त्र जो बेजिस्टोकमा बस्नुहुन्छ र नेपालको पूर्व पश्चिम उत्तर दक्षिण जुनसुकै भेगबाट आउनुभयो पनि हाम्रो बेजिस्टोक गुरुङ समाजमा चाहिँ हजुर जम्मलाई स्वागत छ अथवा नआउनुलाई नि स्वागत छ। त्यसै कारणले गर्दाखेरि अघि पनि देखिहाल्नुभयो हाम्रो सदस्य सङ्ख्या पनि अझै बढ्दै गइरहेको छ। गर्दा यसमा हाम्रो कुनै किसिमको राजनीति अथवा कुनै किसिमको अरू संस्थाहरूसँग चाहिँ हामी छैनौँ, तर चाहिँ भाइचारा साथीभाइ यताउति उसमा चाहिँ हामी एकदम अरूसँग मिलेर जाने समाज हो यो चाहिँ। त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो गुरुङ समाज चाहिँ जस्तै हिजो अस्ति भाइबरमा एकदम थोरै थियो हाम्रो उपस्थित सङ्ख्या चाहिँ, तर अहिले हजुरहरूले हेर्नुहुन्छ हाम्रो यो कार्निभल हल चाहिँ खचाखचले भरिएको छ। साथसाथै हजुरहरूले सुनि पनि सक्नुभयो, हामीले त्यो स्पोन्सर मागेको पनि थिएनौँ, सिर्फ हामीले चाहिँ हामी लोसार 10औं एनिभर्सरी मनाउँछौँ भनेर चाहिँ हामीले चाहिँ भनेको मात्रै थियौँ। तर स्पोन्सर आफ्नो खुसी मनले चाहिँ हृदय लिएर चाहिँ उहाँहरूले नै दिनुभएको छ। जुन चाहिँ दिने क्रम चाहिँ अहिलेसम्म पनि आइरहेको छ। अघि भर्खरै सेक्रेटरीले सुनाइहाल्नुभयो। गर्दै चाहिँ यही नै हाम्रो गुरुङ समाज बेजिस्टोक गुरुङ समाजको सदस्यज्यूहरूको सुन्दरता अथवा ब्युटी नै यही नै हो। गर्दै चाहिँ हामी त्यसको लागि चाहिँ हामी सम्पूर्ण कार्य समिति सल्लाहकारज्यूहरूको तर्फबाट हाम्रो सदस्यज्यूहरूलाई चाहिँ
धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अर्को चाहिँ हामीले मेन चाहिँ हाम्रो यो लोसार कार्यक्रम हो, तर चाहिँ अहिले अलिकति हामीले फरक नयाँ चाहिँ वर्षमा साह्रै भेटघाट थोरै भयो भनेर धन्दै 3टा जति लोसार चाहिँ 3टा पनि गरेका छौँ, जुन चाहिँ एउटा चाहिँ समरतिर एउटा भेटघाट कार्यक्रम हो, जुनमा चाहिँ पक्का अफिसियली कार्यक्रम केही पनि हुँदैन। पक्का आफ्नो घरभित्र तपाईँ हजुरहरू चाहिँ आफ्नो घरमा कसरी बस्नुहुन्छ आफ्नो परिवारसँग हो त्यसरी बसेर गफ गर्ने, आफैले पकाएर खाने हो, त्यो कार्यक्रम छ हाम्रो, जुन चाहिँ हामी अस्ति सेप्टेम्बरमा भयो, अब आउने सालमा पनि हुनेछ। साथै दसैँ र तिहारको बिचमा एउटा चाहिँ देउसी भैलो, एउटा नेपालको हाम्रो चलनलाई चाहिँ पनि जीवितै राखौँ भन्ने हिसाबले चाहिँ देउसी भैलो कार्यक्रम पनि हुन्छ। त्यहाँ पनि हाम्रो स्पोन्सरहरू त्यत्तिकै आइराख्नुहुन्छ। गर्दै चाहिँ म साथै मेरो टिम हाम्रो बेजिस्टो गुरुङ समाजको सदस्यज्यूहरूसँग चाहिँ धेरै गौरव लाग्छ। गर्दै चाहिँ आज यस कार्यक्रममा जो नयाँ सदस्य हुनुभयो हजुरहरूलाई चाहिँ धेरै धेरै स्वागत छ। साथसाथै नहुनेलाई पनि हजुरहरू चाहिँ एउटा सदस्यता लिइदिनुहोस्, जुन चाहिँ हाम्रो 10 पाउन्ड मात्रै हो, वान अफ हो, त्योभन्दा पछाडि केही पनि छैन। तर छैन भन्दाखेरि हामी कुनै सदस्य चाहिँ मृत्यु भइहाल्यो भने 10 पाउन्ड चाहिँ एउटा हाम्रो गुरुङको चलनअनुसार भेटी अथवा गुरुङ भाषा भने खुरी हो, त्यो चाहिँ उठाउने चलन छ, त्यति मात्रै हो। नत्र अरू चाहिँ हामी चाहिँ दुःख सुखमा चाहिँ गुरुङ समाज गएर त्यहाँ चाहिँ सहयोग को साथ दिने चाहिँ हामी कार्यक्रम गर्दछौँ। साथसाथै हाम्रो गुरुङ समाजभित्रमा चाहिँ कुनै व्यक्तिहरू दुःख बिमार अथवा समस्यामा छ भने हामी चाहिँ गएर उहाँहरूको परिस्थिति बुझेर अथवा उहाँलाई चाहिँ हौसला अथवा के गरेर हुन्छ त्यो पनि गरिरहेको छ। र अहिले मेरो कार्यकालदेखि चाहिँ हामीले चाहिँ भाइबरतिर हाल्दैनौँ, तर चाहिँ तपाईँहरूले किन आफ्नो व्यक्तिगत अथवा पारिवारिक डाटा प्रोटेक्सनले गर्दा पनि हामीले चाहिँ त्यो हाल्दैनौँ। तर हामी चाहिँ भित्रभित्र गएर हामी चाहिँ कार्य समितिको मान्छेहरू भेटेर उहाँहरूसँग चाहिँ छलफल अथवा हौसला दिएर चाहिँ आइरहेको पनि छ। त्यसै कारणले गर्दा हजुरहरूले चाहिँ केही खबरहरू पाउँदा भने हामीलाई भन्न सक्नुहुन्छ। साथसाथै आजको यो हाम्रो कार्यक्रम सफल पार्नको लागि चाहिँ हाम्रो नेपालबाट आउनुभएको कलाकार, ख्यातिप्राप्त कलाकार हाम्रो मौसम गुरुङ, उहाँ पनि आउनुभएको छ, उहाँलाई पनि वेलकम अनि धन्यवाद छ। त्यस्तै तरिकाले हाम्रो ममता बहिनी, उहाँ त म त भन्छु हाम्रै बेजिस्टोकै परिवार हो जस्तै लाग्छ मलाई त खास होइन। उहाँले चाहिँ पोहोर मात्रै मिस भन्नुभएछ, तर कसरी मिस भयो अब त्यो डिजेको गल्ती हो कि कसको हो अब उसले सुन्दैन। गर्दै चाहिँ ममता बहिनीलाई पनि धेरै धेरै स्वागत अनि धन्यवाद छ। यसै गरी नै तपाईँको यो साङ्गीतिक कार्यक्रम कलाकारिता चाहिँ अगाडि बढ्दै जाउन् भन्ने हामी शुभकामना दिन चाहन्छौँ। साथसाथै आज आउनुभएको हाम्रो वोकिङको सयपत्री कल्चरल डान्स टिमलाई पनि धेरै धेरै स्वागत धन्यवाद दिन चाहन्छौँ, जुन चाहिँ अब उहाँहरूले चाहिँ हजुरहरूलाई चाहिँ भरपूर्ण मनोरञ्जन दिनुहुनेछ। साथै अब हाम्रो गायकज्यूहरूबाट गीत पनि लाइभ गाउने हुनाले भरपूर्ण नाचेर मनोरञ्जन गरेर जानु हुन हार्दिक अनुरोध गर्दछु। अब कभर त गर्नै पर्यो होइन। अब साथसाथै उता खाना पनि खुल्दैछ। मेरो वक्तव्य सिद्धिएपछि गर्दै राफल ड्र पनि अघि नै भनिसक्नुभयो, एकदम आकर्षक पुरस्कारहरू पनि छ। अनि हलको लागि चाहिँ हामीले चाहिँ अथोरिटी पाएका छौँ, हामी अलि पछि लेयरसम्म पनि बस्न सक्छौँ। तर भोलि हजुर कसैको काम पनि होला के पनि होला भन्दै फेरि पनि एकपल्ट ह्याप्पी लोसार सम्पूर्णलाई चाहिँ आशीमाला, साथसाथै ह्याप्पी 10 एनिभर्सरी भन्दै मेरो 2-4 शब्द यहीँ अन्त गर्न चाहन्छु। केही भुलचुक भएमा एउटा साथी अथवा भाइ अथवा दाई भनेर चाहिँ माफी दिनु होला भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गाउँछु। अब म चाहिँ यो माइक चाहिँ जेनरल सेक्रेटरीलाई चाहिँ हस्तान्तरण गर्दैछु। धन्यवाद।